नम्बर 12 टङ्सार गाउँबाट बोलिरहेको छु। मेरो नाम रामबहादुर चौहान हो। र गाइज हाम्रो चाहिँ यस टङ्सार गाउँमा चाहिँ थोपो सिँचाइ निर्माणबाट चाहिँ अहिले यसरी हाम्रो चाहिँ घर वरिपरिका जग्गाहरूमा यसरी हरियाली भरियाली भएको छ। हामीले यसरी प्रशस्त मात्रामा तिउन तरकारी लगाउन पाएका छौँ। यसरी आलु लगाएका छौँ, यसरी गहुँ फलाएका छौँ, यसरी फापरहरू फुलाएका छौँ, तोरी फुलाएका छौँ। हेर्नुहोस् गाइजहरू, पहिला पहिला हामीलाई यसरी हरियो परियो देख्नको लागि हामीलाई साह्रै गाह्रो पर्थ्यो। आलुको तरकारी खान मन लाग्यो भने हामीलाई झोला बोकेर सिन्धुली बजार जानु पर्थ्यो। अहिले प्रशस्त मात्रामा आफ्नो चाहिँ घर नजिक यसरी अर्ग्यानिक भर्खरको मल हालेर यस्ता राम्रा राम्रा आलु फलाएका छौँ। हेर्नुहोस् गाइजहरू, अहिले हामीलाई प्रशस्त मात्रामा खान पाएका छौँ। तिउन तरकारी हामीलाई किन्नु परेको छैन। धान बालीहरू पनि हामीले प्रशस्त मात्रामा लगाएर आफूलाई खानको लागि उब्जाएका छौँ। र हामीलाई चाहिँ यस्ता आउँदा दिनहरूमा चाहिँ हामीलाई स्थानीय सरकारबाट र प्रदेश सरकारबाट अझै कुलो सिँचाइको लागि चाहिँ प्रशस्त मात्रामा बजेट पारिदिनु भएदेखि चाहिँ योभन्दा बढी जग्गाहरूमा चाहिँ हामी यसरी चाहिँ धेरै तिउन तरकारीहरू अन्न बालीहरू फलाउने थियौँ र हाम्रो जीविकोपार्जनमा हामी धेरै राम्रो उन्नति प्रगति गर्ने थियौँ भन्ने आशा राखेको छु। र पहिला पहिला हामीलाई चाहिँ यसरी हरियो देख्नलाई धेरै गाह्रो पर्थ्यो। हरियो तिउन तरकारी खानु पर्यो भने हामी बजार जानु पर्थ्यो। हामीलाई धानहरू किन्नको लागि हामीलाई बेसीका फाँटहरूमा हामी किन्न जानु पर्थ्यो। अहिले हामीले प्रशस्त मात्रामा धान फलाउन सकेका छौँ। आलुहरू धेरै प्रशस्त मात्रामा फलाउन सकेका छौँ। पहिला पहिला यी जग्गाहरूमा चाहिँ धुलो उडाएर हामी केटाकेटीहरू चाहिँ धुलो उडाएर हामी यहाँ बल खेल्थ्यौँ। अहिले प्रशस्त यस्तो राम्रो हरियाली गहुँ फलाएका छौँ, फापर फलाएका छौँ, आलु फलाएका छौँ। र आउँदो दिनहरूमा हामीलाई चाहिँ प्रशस्त मात्रामा बजेट पारिदिनु भएदेखि सिँचाइ निर्माण गर्ने थियौँ र योभन्दा बढी जग्गाहरूमा चाहिँ यसै गरी हामी बाली नालीहरू लगाउने थियौँ। प्रशस्त मात्रामा तिउन तरकारीहरू बेचेर हामी चाहिँ आफ्नो आर्थिक उन्नति चाहिँ हामी सुधार्ने थियौँ भन्ने आशा गर्दछु। हस्, मेरो 2 शब्दहरूमा यहीँ टुङ्ग्याउँछु। नमस्कार।